पाल मैले चाहिँ आज यो झुलुङ्गे पुल तपाईहरुलाई देखाउन गइरहेको छु। यो पुल चाहिँ हैन कोसेडी क्षेत्र बडाकोट गाउँको दुईटा गाउँको कनेक्सन पुल पनि भनिन्छ यसलाई हैन। तर अहिलेको चाहिँ एकदमै भाइरल पुल भनेर पनि चिनिन्छ यसलाई। यता म दिपक कटवाल। हाई गाई, के छ हाल खबर? तपाईहरु सन्चै हुनुहुन्छ हैन? आशा गर्छु यहाँहरु सन्चै हुनुहुन्छ। यो पुल चाहिँ मैले तपाईहरुलाई देखाउन गइरहेको छु हैन। यसको यो पुलको कुरा गर्ने हो भनेदेखि बयानै छैन। जसले यो पुल बनायो हैन उनलाई चाहिँ हैन एकदम सल्युट के, ह्यान्ड्स अप के। अनि जसले यो पुलको योजना ल्यायो उनीहरुलाई पनि धेरै धेरै धन्यवाद हैन। पहिला यहाँ माथि पाटा देवल स्कुल छ हैन, त्यो स्कुलदेखि चाहिँ यो यता आउनको लागि यहाँदेखि परदेखि मुनिदेखि यता गाड तरेर यताउता वारपार गरिन्थ्यो भने अहिले चाहिँ यो पुलले चाहिँ सबै यहाँको नजिकैको छिमेकीहरूलाई हैन यहाँको बासिन्दाहरूलाई चाहिँ एकदमै सहज भइरहेको छ र नेपाल सरकारलाई पनि एकदमै ह्यान्ड्सअप छ हैन। यो दुर्गम क्षेत्रमा पनि यहाँहरूले धेरै धेरै विकास गरिरहनु भएको छ अनि धेरै एनालाइज गरिरहनु भएको छ हैन। र यस्तै प्रगति र उन्नति होस् हैन। म चाहिँ पर्सनली भन्छु हैन, हाम्रो देशमा राम्रो होस्, बाहिरदेखि मान्छे पर्यटकहरू आओस् हैन। यहाँ हाम्रो गाउँलाई भिडियो मार्फत भए पनि अथवा सामाजिक सञ्जाल मार्फत भए पनि हैन हाम्रो देशलाई चाहिँ चिनाओस् भन्ने लाग्छ हैन। जस्तै म पनि बाहिर हुँदाखेरि मैले चाहिँ हैन भन्थे कि हाम्रो गाउँ यस्तो, हाम्रो ठाउँ यस्तो हैन। गुगलमा भए पनि अथवा युट्युब मार्फत भए पनि मैले हाम्रो गाउँहरू खप्तर छान्नलाई सर्च गरेर चाहिँ देखाउँथे हैन। उनीहरूले पनि एकदमै मन पराइदिनु हुन्थ्यो कि आफूलाई लाग्थ्यो मैले पनि यस्तो लाग्थ्यो हैन। तर हामीले खै किन अथवा फोन राम्रो अथवा के भन्छ क्यामेराहरू राम्रो किन्न सक्दैनौँ हैन। फुटे भए पनि मैले प्रयास गरिरहेको छु यहाँहरूलाई देखाउन। यो पुलको यो हैन यहाँदेखि देख्न सक्नुहुन्छ तपाईले। यो तलदेखि अनि यो चाहिँ यहाँ माथिपट्टिको यो हेर त। यो पहिला यहाँ मुनिमा त्यो यो खोला चाहिँ तरेर वारपार यस्तै सबैले चिनाउन् है। अनि यो यहाँहरूले भ्यूहरू देख्न सक्नुहुन्छ। त्यहाँ माथिको चाहिँ त्यो खप्तड हो क्या, त्यो खप्तड हो हैन। खप्तड राष्ट्रिय निकुञ्ज। अनि यतापट्टि पनि छ यो ठाउँहरू भ्यूहरू